नयाँ गाडीहरू बनिएको यो सब यहाँ लोडिङ हुँदै यसरी जान्छ। नाइट सिफ्टमा चाहिँ एलाउन्स भेटिन्छ के। सो गुड मर्निङ वाट्स ब्युटिफुल पिपल। आज चाहिँ सन्डे र यसो उठेर आज घडी हेरेको टाइम 7 भइसकेको छ। बल्ल आज लेट नै उठे भयो। अनि आज के भएको छ भने टाइम जोन पनि चेन्ज भएको छ कि पहिलेको भन्दा। पहिले इन्डिया र यहाँको टाइममा 3.5 घन्टाको डिफ्रेन्स हुन्थ्यो, अहिले आजदेखि 4.5 घन्टाको डिफ्रेन्स भएको छ। विन्टरमा चाहिँ यहाँ यस्तै भएर छ कि लास्ट टाइम पनि यस्तै भएको थियो। सो आज हाम्रो प्लान छ बाहिर घुम्न जानेको, हेरौँ के हुन्छ। यहाँ चाहिँ के भएको छ भने आज चाहिँ इन्डियन भनेपछि रुमै नदिने क्या, त्यसको रिजन चाहिँ यहाँ तपाईँहरूको म देखाउँछु है त। यो भयो हाम्रो किचन है। किचनको हालत यहाँ डेली क्लिनिङ गर्ने मान्छेहरू आउँछ, अहिले पनि आइरहेको छ। बेलुका सफा गरेर गयो भने मतलब भरे बिहान हेर्दाखेरि यस्तो बनाएको हुन्छ केटाहरूले खत्तम के पुरै। अब यहाँ जस्तो रुमहरू बाहिरहरू कुरा गरौँ रुमहरूको लागि। अनि हामीलाई अब अस्ति कुरा गरेको थियौँ, अन्त एउटा पासपोर्ट पठाएर त सबै रुम रेन्टहरूको के हुन्छ होइन। पासपोर्ट पठायो भने पासपोर्ट इन्डियन पासपोर्ट पठायो भने रुम छैन भने त्यसरी नाम गरेर राखेको छ। यस्तो फटाफट सबैजनाले होइन सबैजनाले खानासाना बनाइसकेपछि सबैले आफ्नो सफाइ गर्नु भने कति बेला लाग्छ होइन। यो इन्डक्सनहरू भयो, यो बेसिन भयो, खाना खानेपछि यो यसरी नफ्याँक्नु भने कति बेला लाग्छ र यो गर्नलाई। तर कसैले गर्नु खोज्दैन कि एकजना गरेर सफा गर उस्तै बारे त्यहाँ। आजदेखि मेरो नाइट सिफ्ट सुरु हुँदैछ। टेन्सन के नाइट सिफ्ट चाहिँ एकदमै मन नपर्ने सिफ्ट हो मेरो। त्यस्तो निद्रा लाग्छ नि, सब सुतिरहेको हुन्छ, आफू काम गरिरहेको। तनाव 7 बजीहरू सक्यो, अब लास्ट 2 घन्टा छ, 9-10 बजीदेखि स्टार्ट हुन्छ। सो खानापिना भयो, टिफिन सिफिन प्याक गरियो, अब एकछिन रेस्ट गर्नु पर्यो अनि चाहिँ लाग्नुपर्छ। सो अहिले चाहिँ ड्युटी निस्केको म। यहाँ लगभग 9 बज्न लागिसक्यो। यहाँको वाटरको हालत इन्डियाभन्दा साह्रै गतिलो चाहिँ छैन है हाम्रो एकोमोडेसनको पछाडिको चाहिँ। अघि चाहिँ पानी पर्ला जस्तो मतलब अलिअलि त परेछ पनि, अहिले चाहिँ पानी सानी परेको छैन। बवाल जाडो छ यहाँ चाहिँ अहिले, लगभग 5-6 होला डिग्री छ होला। पुरा चिसो छ। त्यो टोपी सोपी पुरा लगाएर हिँड्नुपर्छ। टाइम अहिले 9:30 हुन लाग्यो, तर बाटोमा पुरा सुनसान के कोही छैन। अब यहाँदेखि मेरो कम्पनी चाहिँ 2-2.5 किलोमिटर जति छ, तर यता सिधै हाइवे जाँदाखेरि चाहिँ अलिकति लानुपर्छ। तर म यता सर्टकट रेलवे पट्टि क्रस गरेर त्यताबाट जाँदा चाहिँ अलिक त्यति छैन, लगभग 1.5-2 किलोमिटर जति छ। रातिको ड्युटी चाहिँ एकदम भक्कस लागेर आउँछ मलाई। तर यहाँ चाहिँ के छ भने नाइट सिफ्टमा चाहिँ एलाउन्स भेटिन्छ कि 90 युरो भनेको 8-9 हजार रुपियाँ, तर ट्याक्सेस काट्दा 60-70 युरो जति चाहिँ आउँछ होला। त्यति चाहिँ फाइदा छ नाइट सिफ्टको। नभए नाइट सिफ्ट काम गर्न चाहिँ बबाल गाह्रै हुन्छ है। यो ट्रक जाँदैछ नि, यसलाई मैले यस्तो साइड दिएको कि यतापट्टि, यसले मलाई हात हल्लाएर थ्याङ्क यू भनेको होला नि त, रेस्पेक्ट चाहिँ गर्छ कि त्यति चाहिँ। यो चाहिँ मेरो एउटा पर्सनल ओपिनियन कि मतलब देशदेखि आफ्नो घरदेखि भनौँ न छोडेर 7-8 हजार किलोमिटर दूर आएर रातभरि यस्तो मिहिनेत त हाम्रै उता गर्नु भने पनि यति पैसा त कमाइँदैन र जस्तो लाग्न थाल्यो कि मलाई त। सो फाइनली आजको ड्युटी पनि सक्यो। अहिले चाहिँ टेम्परेचर लगभग 3-4 छ। म बबाल सब गाडीहरू लोडिङ गर्न आएको हुन्छ कि ट्रकहरू लिनु। यहाँ त सब पत्थर खेती छ। यहाँ जुन नयाँ गाडीहरू बनिएको यो सब यहाँ लोडिङ हुँदै यसरी जान्छ। यसपछि ट्रेनमा पनि जान्छ, यस्तरी पनि जान्छ। यो चाहिँ सामनेको सोरुम हुँदै होला। हामी चाहिँ यो पटरी पार भएर जान्छौँ कि यताबाट हाइवेबाट जाँदा चाहिँ अलिक टाइम लाग्छ। यहाँनिर चाहिँ हाम्रो सर्टकट रस्ता, यहाँबाट 2 किलोमिटर जस्तै मात्रै पर्छ कि उताबाट हाइवेबाट जाँदा चाहिँ अलिक टाइम लाग्छ। यस्तो टोपी लगाएर, टोपीमाथि पनि ज्याकेटको टोपी लगाएको छु, माथि गरेर पनि यस्तो चिसो लाग्दैछ नि, बवाल चिसो।